नमस्ते। आजको यो भिडियोमा चाहिँ म हजुरहरूसँग रिच माइन्डसेट र पुवर माइन्डसेट बिचको डिफ्रेन्सको बारेमा कुरा गर्न गइरहेको छु। तपाईँहरूले कहिले सोच्नुभएको छ, एउटा परिवारमा जन्मेका दुई दाजुभाइहरू, उनीहरूले समान अवसर पाए, समान परिस्थितिमा उनीहरू हुर्किए, समान शिक्षा पाए, तर उनीहरू जसरी ठुलो हुँदै गइरहेका हुन्छन्, उनीहरूमध्ये एकजना चाहिँ फाइनेन्सियल रूपमा फ्री हुँदै गइरहेको हुन्छ भने एकजना चाहिँ फाइनेन्सियल रूपमा स्ट्रगल गरिरहेको हुन्छ। त्यस्तो किन हुने गर्दछ? आजको यो भिडियोमा म हजुरहरूसँग यही टपिकमा रहेर कुरा गर्नेछु। हजुरहरूले स्किप नगरिकन भिडियो अन्तिमसम्म हेर्नुभयो भने हजुरहरू रिच माइन्डसेटको हुनुहुन्छ या पुवर माइन्डसेटको हुनुहुन्छ हजुरहरूले आफै छुट्याउन सक्नुहुनेछ। भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला। अब हामी कुरा गरौँ रिच माइन्डसेट र पुवर माइन्डसेट बिचको फर्स्ट डिफ्रेन्सको बारेमा। जब रिच माइन्डसेटको जीवनमा कुनै समस्या आउने गर्दछ, उसले त्यो समस्याबाट म के सिक्न सक्छु, यसमा के अवसर लुकेको छ भनेर सोच्ने गर्दछ र समस्याको समाधानतर्फ लाग्दछ। तर त्यही समस्या एउटा पुवर माइन्डसेट भएको व्यक्तिको जीवनमा आइलाग्दाखेरि उसले विभिन्न प्रकारका बहानाहरू बनाउने गर्दछ। म यो काम किन गर्न सक्दिनँ भनेर सोच्ने गर्दछ, आफूलाई कमजोर सम्झिने गर्दछ अनि आफ्नो देश, समाज, आफ्नो परिवारलाई चाहिँ दोष लगाउने कार्य गर्दछ। अब हामी कुरा गरौँ रिच माइन्डसेट र पुवर माइन्डसेट बिचको सेकेन्ड डिफ्रेन्सको बारेमा। एउटा रिच माइन्डसेट भएको व्यक्तिले आफ्नो समयलाई चाहिँ सिक्नको लागि प्रयोग गर्ने गर्दछ, नयाँ बुकहरू पढ्नको लागि अनि नयाँ कोर्सहरू गर्नको लागि अनि नलेजेबल भिडियोहरू हेर्नको लागि, आफ्नो स्किलहरू इम्प्रुभ गरेर आफ्नो इन्कम बढाउनको लागि चाहिँ आफ्नो समयलाई खर्च गरिरहेको हुन्छ। तर त्यही समय पुवर माइन्डसेट भएको व्यक्तिले चाहिँ स्क्रोलिङ गर्नमा, आफ्नो साथीहरूसँग फोनमा कुरा गर्न घन्टौँ समय दिने अनि अनावश्यक गफहरू गर्नमा समय दिने, गेम खेल्नको लागि समय दिने, त्यस्ता अनावश्यक कार्यहरूमा चाहिँ पुवर माइन्डसेट भएको व्यक्तिले आफ्नो समयलाई खर्च गर्ने गर्दछ। अब हामी थर्ड डिफ्रेन्सको बारेमा कुरा गरौँ। एउटा रिच माइन्डसेट भएको व्यक्तिले चाहिँ लङ टर्म सोचेर मात्रै आफ्नो डिसिजनहरू गर्ने गर्दछन्। यदि उनीहरूले कुनै इन्भेस्टमेन्ट गर्दैछन् भने कम्तीमा पनि 5 वर्ष 10 वर्षलाई सोचेर उनीहरूले लगानी गर्ने गर्दछन्। अनि उनीहरूले कुनै सम्बन्ध विस्तार गर्दैछन् भने यो सम्बन्धले मलाई आउने 15 वर्ष 20 वर्षमा के दिन सक्छ र यो सम्बन्धबाट म के लिन सक्छु भन्ने सोचेर मात्रै आफ्नो सम्बन्धहरू बढाउने गर्छन्। तर एउटा पुवर माइन्डसेट भएको व्यक्तिले चाहिँ आज मैले गरिरहेको कामले मलाई आज या भोलि नै मलाई के मिल्छ भनेर सोच्ने गर्दछ। उसले एकदमै क्विक स्किमहरूमा आफ्नो पैसालाई इन्भेस्ट गर्ने गर्दछ अनि धेरै फाइनेन्सियल मिस्टेकहरू पनि गर्ने गर्दछ। अब हामी कुरा गरौँ फोर्थ डिफ्रेन्सको बारेमा। जब एउटा रिच माइन्डसेट भएको व्यक्तिले आफ्नो साथीभाइहरूलाई, आफ्नो छिमेकीहरू अथवा अन्य व्यक्तिहरूलाई सफल भएको देख्छ, तब ऊ खुसी नै गर्दछ। उनीहरूलाई अझै अगाडि बढ्नको लागि प्रेरणा दिने गर्दछ अनि आफूले सक्ने सहयोग गर्दछ। तर एउटा पुवर माइन्डसेट भएको व्यक्तिले चाहिँ आफ्नो साथीभाइहरू सफल भएको देख्दाखेरि खुट्टा तान्न खोज्ने अनि ईर्ष्या गर्ने, उनीहरूबाट जल्ने, उनीहरूलाई नेगेटिभ तरिकाले हेर्ने, उनीहरूको बारेमा नेगेटिभ कुराहरू गर्ने, यस्तो कार्य चाहिँ गर्दछ। अब कुरा गरौँ हामी लास्ट तर सबैभन्दा इम्पोर्टेन्ट डिफ्रेन्सको बारेमा। एउटा जब रिच माइन्डसेट भएको व्यक्तिले फाइनेन्सियल डिसिजनहरू लिने गर्दछ तब उसले लङ टर्म सोच्ने गर्दछ। उसले आफ्नो आजको आम्दानी कति छ, म आफ्नो इन्कमलाई चाहिँ कसरी बढाउन सक्छु अनि इमर्जेन्सी फन्डको लागि मैले कति पैसा राख्नुपर्छ, इन्सुरेन्सको कतिको कभरेज लिनुपर्छ लगायत सम्पूर्ण डिसिजनहरू चाहिँ उसले लङ टर्म बेसमा लिएको हुन्छ। तर एउटा पुवर माइन्डसेट भएको व्यक्तिले चाहिँ जति पैसा कमाउँछ उसले क्षणिक आनन्द प्राप्त गर्नको लागि पैसा खर्च गर्ने गर्दछ अनि न उसले आफ्नो स्किलहरू इम्प्रुभ गर्नको लागि पैसा खर्च गर्ने गर्दछ, इन्सुरेन्स कभरेजहरू लिएको हुँदैन। यो माइन्डसेटको डिफ्रेन्सको भिडियो हजुरहरूलाई कस्तो लाग्यो होइन? हजुरहरूले आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट मार्फत दिनुहोला अनि म एडिटिङहरू सिकिरहेको छु, म भिडियोहरू कन्टिन्यू लिएर आउनेछु। हजुरहरूले मैले के मिस्टेक गरिरहेको छु कमेन्ट मार्फत मलाई जानकारी गराउनु होला अनि भिडियो मन पर्यो र यो भिडियोले हजुरहरूले थोरै पनि सपोर्ट गर्यो भने च्यानललाई सब्सक्राइब गरेर लाइक कमेन्ट गरिदिनु होला।